म्युजिक भिडियोका निर्माता मैले बुनेका रहरका निर्माता यसका रचनाकार सङ्गीतकार र सम्पूर्ण साथीहरू र यहाँ उपस्थित भइरहनुभएका हाम्रा वरिष्ठ कलाकार साथीहरू र पत्रकार साथीहरू रहर बडा रमाइलो शब्द रहर हरेक प्रकारका हुन्छ हरेक मान्छेका रहर कसैका रहर मिठा गीतको रचना गर्ने हुन्छ मिठो सङ्गीत एल्बम बनाउने हुन्छ कसैको मिठो माया लगाउने पनि हुन्छ कसैको यो देशलाई एउटा सुन्दर देशमा रूपान्तरण गरौँ भनेर अनि कोही यो संसारको सबभन्दा धनाढ्य म कसरी बन्ने र अरू सबैलाई जतिसुकै अन्याय अत्याचार गर्नु परे पनि मै सर्वज्ञ र मै सर्वशक्तिमान कसरी गर्ने यस्ता रहरहरू हुन्छ। यो समाज असाध्यै विविधतापूर्ण रहरहरू बनेको छ र हामी मानिसहरू एउटै काठका मात्रै छैन, एउटै तहका मात्रै छैन, एउटै वर्गका मात्रै छैन। कोही असाध्य धनी एलन मस्क जस्ता छ तर उनको पनि आजभोलि उनको धनको भण्डार जुन छ त्यो भण्डार घट्दैछ भन्ने पनि त्यसको साथसाथै कसैको बढ्दै पनि छ फेरि यो घट्ने र बढ्ने पनि भइ नै रहन्छ। त्यो उनीहरूका रहरमाथि निर्भर गर्छ। अहिले ट्रम्पको सल्लाहकार बनेर अगाडि जाने रहर भयो एलन मस्कलाई, त्यो रहरले उनको सम्पत्ति चाहिँ अलिक क्षय हुँदै गयो। त्यस कारणले रहर अनेक हुन्छ। हामीलाई चाहिँ के रहर छ? हाम्रो यो भिडियो म्युजिक म्युजिक बनाउने हाम्रो कलाकारले के रहर छ? मैले बुनेका रहर, त्यो रहर हामीले राम्ररी सुन्न त पाएको छैनौँ, प्रत्यक्ष देख्न चाहिँ पाएको छैनौँ। तर पनि अप्रत्यक्ष मैले यसो सुन्दाखेरि एउटा धनी महिला अनि एउटा गरिब कामदारका बिचको माया प्रेमको त्यो कथा त्यसैबाट बुनिएको रहर। सायद एउटा धनी महिलाको आफ्नै खालको रहर होला अनि त्यो कामदारको पनि आफ्नै खालको रहर होला। त्यो दुईवटा रहरको सम्मिश्रणबाट सायद यो म्युजिक भिडियो बनेको छ कि मैले सुनेअनुसार मलाई त्यस्तो लाग्छ। अब साँच्चै सुनिसकेपछि गर्ने टिप्पणी अलग्गै हुनसक्छ। अहिले यति प्रारम्भिक रूपमा मैले प्राप्त गरेको जानकारीको आधारमा अब मलाई चाहिँ कस्तो रहर हुन्छ भन्दाखेरि हाम्रो देश असाध्यै सुन्दर छ, संसारकै सुन्दरतम देशमध्ये हो है। तर यो सुन्दर देशमा प्राकृतिक साधन स्रोतले पनि यो देश सम्पन्न छ, सांस्कृतिक साधन स्रोतले पनि यो देश सम्पन्न छ। हामी यो देशका मान्छे नै संस्कृति प्रेमी छौँ, सङ्गीत प्रेमी छौँ, गीत प्रेमी छौँ। कतिपय गाउँमा तपाईँहरूले एउटा सभा गरेर ल एउटा गीत गाएर नाच्छौँ भन्ने हो भने प्रत्येक मान्छे नाच्छ। त्यस्ता गाउँ बस्ती बस्तीहरू हामी छौँ। सायद अरूका खान्छ नै त्यस्तै हुन्छ होइन। त्यसो हुनाले धेरै प्रकारको यो हाम्रो देश चाहिँ एउटा गीत सङ्गीत संस्कृतिको एउटा भण्डार त्यस्तो प्रकारको भण्डार। अनि मानवीय हिसाबले पनि हाम्रो देश चाहिँ असाध्यै धेरै सम्पदा सम्पन्न 126वटा जातिको जनता होइन, 123वटा भाषा बोल्छौँ। त्यसमा फेरि एउटा कमन भाषा नेपाली भाषा सबैले बोल्छौँ है। कसैले हामीलाई त्यो ल्याङ्ग्वेज ट्रेनिङ सेन्टर राखेर हामीलाई भाषा सिकाएको होइन नि, तर यो देश आफै ल्याङ्ग्वेज सेन्टर एउटा ट्रेनिङ सेन्टर। हामी आफैले एकअर्काको भाषा सिक्छौँ,
सिकिरहेका छौँ र आफ्नो कमन भाषा हाम्रा अलग अलग भाषा यी भन्ने आफै नेतृत्व गर्दै आएका पिता पुर्खाहरू र यस प्रकारले हाम्रो देश असाध्यै सम्पन्न तर यही देश अहिले असाध्यै गरिब बन्न 26 खरब ऋणको भारी बोकेका छ यति बेला र त्यो ऋणको ब्याज पनि तिर्न सक्दैन यो देश सक्दैन हामी अब त्यो डेट ट्र्याप भन्छौँ ऋणको पासो नेपालको ऋणको पासोमा नराम्ररी फसिसकेको देश छ फसाइयो यो देशका शासकहरूले फसाइदियो ती शासकहरूको अर्कै रहर उनीहरूको लुटेर खाने रहरले गर्दाखेरि आज देश 26 खरब ऋण पासो भएर पाएको तपाईँ हाम्रो जति बजेट बन्छ 16-17 खरबको बजेट बन्छ अथवा 20 खरबको बजेट बन्छ अहिले बजेट बन्दैछ 23-22 बन्छ हाम्रो बजेट त्यो बजेटले यसको ब्याज दिनु पुग्दैन यस्तो अवस्थामा देश पुगिएको छ जबकि देश सम्पन्न छ अब हामीले कस्तो रहर दिएर हाम्रा रहरहरू त यो देशलाई सम्पन्न बनाउने यो देशलाई समृद्ध बनाउने मैले नेकपा एमाले नामको पार्टीलाई नेतृत्व गर्दै अगाडि बढ्ने सिलसिलामा देशको 9 महाधिवेशनमा एउटा निकै दिन लगाएर एउटा अबको लक्ष्य के हुनुपर्छ यो देशमा भनेर सोचे र सुखी नेपाली समृद्ध नेपाल अबको यो देशको लक्ष्य के हुनुपर्छ भनेर त्यो 9 महाधिवेशनमा मैले प्रस्ताव गरेको त्यो पोइन्ट है सुखी नेपाली समृद्ध मेरो रहर चाहिँ मैले के ठाने भने यो देशका जनताको रहर वास्तवमा सुखी नेपाली समृद्ध नेपाल बनाउने नै हुनुपर्छ अहिले हाम्रो देशको प्रधानमन्त्री पनि धेरै यो सुखी नेपाली समृद्ध रहर भन्नुहुन्छ है तर देश कस्तो ठाउँमा गइरहेको छ भने लगातार गरिबी बढ्दो छ महँगी बढ्दो छ मूल्य वृद्धि हुँदो छ राष्ट्रियतामाथिको खतरा बढ्दो छ है देशको कृषि गतिहीन उद्योग धन्दाहरू बन्दैन बनेका बन्द हुँदैछ यो प्रकारको अब हामी झन्झन पराधीन हुँदै गएका छौँ आत्मनिर्भरताको कुनै नीति छैन अब हुँदा हुँदा त हामीले गणतन्त्र ल्यायौँ गणतन्त्र ल्याएको 2 दशक पुग्दैन अब होइन गणतन्त्र त होइन फेरि पुरानै पनि ल्याउनुपर्छ भनेर केही मान्छेहरू लाग्न थालेको त्यसैले म कलाकार भाइ बहिनीहरूलाई के भन्न चाहन्छु हामीले लामो समयदेखि